नमस्ते, मलाई चिन्नुभयो? म त्यही पुरानो लालटिन हुँ जसलाई तपाईँको बा हजुरबाले रातको अँध्यारोमा मुटुझै जोगाएर राख्नुहुन्थ्यो। एउटा समय थियो, साँझ परेपछि सबैको नजर मतिरै हुन्थ्यो। कसैले मटिकेल थपिदिन्थे, कसैले मेरो सिसालाई रुमालले पुछिदिन्थे। अहिले त जमाना फेरियो। घर घरमा ठुला ठुला बिजुलीका बल्ब बले, हात हातमै मोबाइलका टर्च आए। मलाई त मान्छेले भुलेर घरको कुनै अँध्यारो कुनामा वा बुइँगलमा थन्काइदिए। कतिपयले त मलाई कवाड पनि भन्न थाले। आज पनि जब बत्ती जान्छ, मलाई विश्वास छ कतै न कतै मेरो याद जरुर आउँछ। म खिया लागेको त छु, तर मेरो भित्र अझै पनि त्यही पुरानो न्यानो यादहरूको उज्यालो बाँकी नै छ। तर मलाई दुःख छैन, किनकि म केवल उज्यालो मात्र थिइनँ, म त एउटा युगको साक्षी थिएँ। ल साथीहरू, फेरि भेटौँला है। आफ्नो इतिहास र म जस्तो पुरानो साथीलाई कहिल्यै नबिर्सिनु होला है।